नमस्कार। सम्पूर्ण अतिथि, विशिष्ट महानुभावहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा सर्वप्रथम हार्दिक नमस्कार, अभिवादन। आज नेपाली कार्टुन जगतका विशिष्ट व्यक्तित्व अविन श्रेष्ठका कार्टुन सङ्ग्रहको पुस्तक विमोचन कार्यक्रममा पाल्नु भएका विशिष्ट अतिथि, पत्रकार, कलाकार तथा सम्पूर्ण महानुभावहरूमा स्वागत गर्दै सर्वप्रथम कार्यक्रमको सभा अध्यक्षता गरिदिनु हुन बुक आर्ट नेपालका सम्पादक संयोजक कार्तिकेयज्यूलाई अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणका लागि अखिलेश उपाध्याय, वरिष्ठ पत्रकार तथा द काठमाडौँ पोस्टका पूर्व सम्पादक, यसै गरी किशोर नेपाल, वरिष्ठ पत्रकार, यसै गरी विशिष्ट अतिथिको आसन ग्रहणका लागि जीवेन्द्र सिमखडा, वरिष्ठ पत्रकार तथा प्रधान सम्पादक, रातो पार्टी, यसै गरी नारायण वाग्ले, वरिष्ठ पत्रकार, युवराज घिमिरे, वरिष्ठ पत्रकार तथा प्रधान सम्पादक, देशसञ्चार.com, यसै गरी सुधीर शर्मा, प्रधान सम्पादक, कान्तिपुर दैनिक, उहाँहरूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। त्यसै गरी आजका नायक, नेपाली कार्टुन जगतका विशिष्ट प्रतिभा, वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठज्यूलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। यसै गरी यथास्थानमा आसन ग्रहणका लागि पूर्व मन्त्री रमेशनाथ पाण्डेज्यूलाई अनुरोध गर्दछु। यसै गरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति के कर्मचारीज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु यथास्थानमा। यसै गरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्दरज्यूलाई पनि यथास्थानमा आसन ग्रहणका लागि अनुरोध गर्दछु। यसै गरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायज्यूलाई पनि यथास्थानमा आसन ग्रहणका लागि अनुरोध गर्दछु। यसै गरी नेपाल टेलिभिजनका अध्यक्ष, वरिष्ठ पत्रकार डाक्टर महेन्द्र विष्टज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सम्पूर्ण विशिष्ट अतिथिज्यूहरूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। नेपाली कार्टुनको इतिहास 80 वर्षको इतिहास, यस र छापा माध्यममा यसको इतिहास त्यति लामो छैन। लगभग 62 वर्षको इतिहास छ नेपाली कार्टुनको। 80 वर्ष अगाडि जहाँनिर राणा शासनको बेला 1997 सालमा कार्टुनकै कारण नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व चन्द्रमान सिंह मास्केलाई सर्वस्वसहित 18 वर्ष जेल सजाय तोकिएको थियो। 7 सालको सेरोफेरोमा पर्चा पम्पलेटहरूमा कार्टुनहरू बनाएर जनतालाई जागृत गर्ने काम पनि भएको थियो र 2014 सालमा पहिलो पटक छापा माध्यममा कार्टुन प्रकाशित भएको थियो। त्यस पछाडि 18 साल पछाडि यसले नियमित रूपमा अखबारमा कार्टुनले स्थान पाउँदै आयो र 46 सालको आन्दोलन पछाडि खुला समाज, स्वतन्त्रता अभिव्यक्ति 46 सालको आन्दोलन पछाडि जब प्राप्त भयो, त्यस पछाडि कार्टुनले पनि सञ्चार माध्यममा या अन्य माध्यममा फस्टाउने मौका पाउँदै आयो र नेपाली कार्टुन क्षेत्रमा 50 को दशकमा देखा पर्नुभएका उदय भएको भन्नुपर्छ अविन श्रेष्ठ 25 वर्षको यो अवधिमा उहाँले नेपाली कार्टुन क्षेत्रलाई विशिष्ट योगदान दिनुभएको छ। उहाँका कार्टुनहरू हामीले
बिहान चियाको चुस्कीसँगै कार्टुन हेरेर रमाउने, व्यङ्ग्य हेरेर नेपालको अथवा समसामयिक राजनीतिको, समाजको हामीले अवस्थालाई बुझ्ने र वातावरण पनि पाइरहेका छौँ। तसर्थ नेपाली कार्टुन क्षेत्रमा, व्यङ्ग्य चित्रको क्षेत्रमा विशिष्ट प्रतिभाको रूपमा चिनिनुभएका, अझ भनौँ कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष पनि हुनुहुन्छ उहाँको यो कार्टुन क्षेत्रमा जुन विरासत छ त्यो नेपाली कला क्षेत्रकै लागि, नेपाली पत्रकारिता क्षेत्रकै लागि त्यो महत्त्वपूर्ण रहिआएको छ। र उहाँको प्रमुख विशेषता भनेकै उहाँले व्यङ्ग्य चित्र बाहेक उहाँका अरू चित्रहरू पनि व्यङ्ग्य चित्रकै अवस्थामा देखिन्छ। उहाँको एउटा शैली छ, हामीले कलामा एउटा शैलीको रूपमा उहाँलाई लिने गर्छौँ। उहाँका कलाकृतिहरूलाई त्यो शैलीभन्दा दायाँ बायाँ नभइकन उहाँले कार्टुन व्यङ्ग्य चित्रमै उहाँले 25 वर्षसम्म निरन्तर रूपमा काम गरिरहनु भएको छ। र आज उहाँले यो 62-63 को जनआन्दोलन पछाडि नेपाली राजनीतिको दाउपेच, नेपाली समाज सङ्क्रमणकालीन अवस्था, विश्व परिस्थिति र यहाँका सामाजिक घटनाहरू, विशेष गरी शिक्षा, स्वास्थ्य लगायतका घटनाहरूमा सम्बन्धित भएर उहाँले बनाउनुभएका कार्टुनहरूको सङ्ग्रहको रूपमा आज उहाँको दोस्रो कार्टुन सङ्ग्रह लोकार्पण हुन गइरहेको छ। र आज सो सङ्ग्रहमा नेपाली राजनीतिको, विशेष गरी 62-63 पछाडिको सङ्क्रमणकालीन राजनीति, त्यसका उतार चढाव, हाम्रा राजनीतिक प्रवृत्तिहरू, राजनीतिक दलका र नेताहरूका चरित्रहरू, साथै समाजको अवस्थालाई बुझ्नलाई पुस्तक सङ्ग्रह, नेपालको यो कालखण्डको इतिहास बुझ्नलाई महत्त्वपूर्ण सामग्रीको रूपमा पनि रहेको छ। र आज हामी यही पुस्तकलाई यहाँ लोकार्पण गर्ने जमर्को गरेका छौँ र यो प्रकाशन बुक आर्ट नेपालले गरेको छ। मैले सर्वप्रथम विशिष्ट अतिथिहरू तथा सम्पूर्ण महानुभावहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनु हुन बुक आर्ट नेपालका सम्पादक संयोजक कार्तिकेयज्यूलाई अनुरोध गर्दछु। नमस्कार साथी। यस समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, आज हामी एउटा सुखद क्षणमा यहाँ उभिएका छौँ। वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठका कार्टुनहरूको सङ्ग्रह बेस्ट अफ अविनका कार्टुन सङ्ग्रह भाग 2 लिएर तपाईँहरू सामु आउनु पाउँदा हामीलाई असाध्यै खुसी लागेको छ। वास्तवमा अविन श्रेष्ठ नेपाली कार्टुन क्षेत्रका लागि एकजना होनार प्रतिभा हुनुहुन्छ। उहाँको बारेमा अघि यहाँ धेरै कुरा भनिसक्नु भएको छ। आज उहाँको समारोहमा तपाईँहरू सबैले उपस्थित हुनुभएर यो समारोहलाई सभ्य र भव्य बनाइदिनु भएको छ। तपाईँहरूप्रति बुक आर्ट नेपाल हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। र आज जसरी हामीले यसभन्दा अघि सत्यमोहन जोशीज्यूको नेपाली कलाको रूपरेखा भन्ने कृति यसै गरी हार्डबाउन्ड एडिसनमा विशेष छपाईका साथ प्रस्तुत गर्न पाएका थियौँ, त्यस्तै गरी यस अविनका कार्टुन सङ्ग्रह भाग 2 लाई पनि त्यही रूपमा त्यसरी नै स्तरीय छपाईमा तपाईँहरू सामु प्रस्तुत गर्न पाउँदा हामी खुसी भएका छौँ र यहाँहरूको उपस्थितिले हामीलाई गौरवान्वित बनाएको छ। म यस सुखद अवसरमा उपस्थित भएर हामीलाई हौसला प्रदान गरिदिनु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक स्वागत व्यक्त गर्दछु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद। धन्यवाद कार्तिकेयज्यूलाई। हामी कार्यक्रमको महत्त्वपूर्ण क्षणमा छौँ। अब आज लोकार्पण हुने पुस्तकको घुम्टो खोलेर 6 जना विशिष्ट अतिथिज्यूहरूले सामूहिक रूपमा पुस्तकको विमोचन लोकार्पण गर्नुहुनेछ। साइडमा रातो कपडाले पुस्तकको घुम्टो खोलेर
विशिष्ट अतिथिज्यूहरूलाई मैले अनुरोध गर्दछु पुस्तक लोकार्पण गरिदिनु हुन। धन्यवाद। नेपाली कार्टुन क्षेत्रमा, नेपाली पत्रकारिता क्षेत्रमा यो सङ्ग्रह एउटा महत्त्वपूर्ण सङ्ग्रहको रूपमा आएको छ। पक्कै पनि यसले नेपाली कला क्षेत्र र पत्रकारिता क्षेत्रमा र यो क्षेत्रमा रुचि राख्नेहरूका लागि एउटा महत्त्वपूर्ण सामग्रीको रूपमा, अभिलेखको रूपमा यसले काम गर्नेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ र हामीले यस पछाडि संक्षिप्त शुभकामना मन्तव्यको कार्यक्रम राखेका छौँ र सर्वप्रथम आफ्नो संक्षिप्त मन्तव्य राखिदिनु हुन अखिलेख उपाध्यायज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। यो चाहिँ वर्णमालामा अमा भएपछि वक्तव्यमा पनि नयाँ नाम सबभन्दा माथि आउने, यस्तोमा पनि अगाडि आउँदो रहेछ। धन्यवाद। सम्पादक साथीहरू, विशिष्ट अतिथिहरू, महिला तथा सज्जनवृन्द, म चाहिँ अलिकति कार्टुनिस्टको बारेमा गफ गरेँ। अलिक कार्टुनै गफ गरौँ न है, धेरै सिरियस पनि गफ नगरौँ। मैले चाहिँ सायद सन् 96-97तिर युवराज दाई चाहिँ आउटलुकमा इन्डियामा सिनियर एडिटर हुनुहुन्थ्यो। म चाहिँ नेपालको करेस्पोन्डेन्ट थिएँ। एउटा आर्टिकल लेखाएको थिएँ। अहिले चाहिँ सायद मेरो पुस्ताले चाहिँ यो कुरा चाहिँ मसँग चाहिँ आइडेन्टिफाई गर्न सक्ला। इन्टरनेटको युगमा हुर्केको होला, अलिक गाह्रो होला। त्यति बेला चाहिँ न्युजहरू फ्याक्सबाट पठाउनु पर्थ्यो। 3-4-5 चोटि न्युज प्रेसित गरेपछि बल्ल उताबाट चाहिँ रिसिभ भनेर आउँथ्यो। नभए कहिले कहिले रिसिभ पनि खरर स्लिप आउने, रिसिभ भए पनि चाहिँ न्युज नजाने गर्थ्यो। आउटलुकलाई न्युज पठाउने क्रममा एक दिन न्युज यहाँबाट पठाएँ फ्याक्स गरेर। गएन थाहा छैन। अब त्यति बेला चाहिँ फरेन अफेयर्स एडिटर सायद सुनिल नरोला होला। सुनिल नरोलालाई मैले चाहिँ हाम्रो चाहिँ एउटा प्रोटोकल के थियो भने उसलाई चाहिँ मैले मेरो न्युज आयो कि आएन भनेर सोध्नुपर्ने एउटा चाहिँ प्रोटोकल हामीले बसाएको थियौँ। फोन गरेँ, बिदाको दिन थियो। एकजनाले उठाउनु भयो। धेरै समयसम्म फोन गएछ उठ्दैन फोन। ठ्याक्कै एउटाले उठायो। ढुक्क भएँ म, फोन त कमसेकम उठ्यो भनेर। अनि को बोलेको भनेर मैले सोधेँ इङ्ग्लिसमा। हु आर यु स्पिकिङ भने आई एम अजित निनन भने, पोलिटिकल कार्टुनिस्ट। त्यसपछि सुनिल नेरोलालाई बल्ल फोन लागेकोले सुनिल नेरोलालाई मेरो समाचार दियो। कमसेकम यदि चाहिँ भनिदियो कि मेरो न्युज आएको छ, त्यो न्युज चाहिँ कमसेकम उसले एक्नोलेज गरिदियोस् भनेको। उसले के भन्यो भने, अखिलेश म आइम इन माई मिडल अफ क्रिएटिभिटी, डोन्ट डिस्टर्ब मी भनिदियो कि, एकदमै पोलाइटली होइन। अब यो प्रसङ्ग म कहाँ ल्याउँछु भने पछि मैले चाहिँ अविनजीसँग कुरा गर्दा पनि सुधीर र म सम्पादक भएर फर्क्यौँ होइन, काठमाडौँ पोस्ट कान्तिपुरमा 2008मा। अनि अविनसँग चाहिँ हाम्रो नेगोसिएसन चल्यो। अब सम्पादकको रूपमा तपाईँहरूले नेपालमा एडिटर, म्यानेजिङ एडिटर, वी आर अल बन्डल अप इन्टु वान, सबै कामै गर्नुपर्छ। खालि लेखेर मात्रै पुग्दैन, म्यानेजिङ पनि गर्नुपर्छ होइन। हाम्रो अविनजीसँग नेगोसिएसन सुरु भयो। एउटा चाहिँ मापक केही त राख्नु पऱ्यो नि। अविनजी तपाईँको कार्टुन कति फ्रिक्वेन्टली आउँछ भन्दाखेरि अविनजीको एउटा उत्तर आयो कि जहिले फुर्छ त्यति बेला आउँछ। अनि मैले फुर्ने कतिको हुन्छ त, हप्तामा एकचोटि हुन्छ कि दुईचोटि हुन्छ, त्यो त भन्न सकिँदैन दाइ। कहिले कहिले तुरन्त पनि फुर्दिन्छ, कहिले फुर्दैन। अनि मैले चाहिँ पुरानो एउटा चाहिँ अजित निननको त्यो क्रिएटिभिटीको त्यो मलाई आएको डायलग र राजेश केसीसँग पनि कान्तिपुरको अघिल्लो समयमा भएको अलिकति सङ्गत, अलिक कार्टुनिस्टहरूको दिमाग, सायद आर्टिस्ट कार्टुनिस्टहरूको दिमाग, विथ ड्यु रेस्पेक्ट हामी एभरेज मान्छेभन्दा अलिक बेग्लै प्रकारले चल्दो रहेछ।
त्यो अलिकति त्यो पनि थाहा हुने क्रम भयो है। त्यसपछि उहाँसँग सँगै काम गरियो, राम्रो राम्रो कार्टुन बनाउनु भयो। अब अन्तमा आएर म यो लामो नलिउँ, यसो हिसाबै गर्दा नि हरेकजनाले 5 मिनट बोल्यो भने आधा घन्टा त तपाईँहरूलाई त्यतिकै बोर हुन्छ है, छोटै राखौँ। म्याल्कम ग्ल्याडवेलको आउटलायर भन्ने किताबमा चाहिँ के भन्छ भने कुनै विधामा तपाईँले निपुणता पनि नभन्नु, एक प्रकारको एक लेभलको एक्सपर्टिज हासिल गर्नु पनि तपाईँले कमसेकम 10,000 आवर्स लगाउनुपर्छ भन्छ कि। अनि त्यसलाई मैले ब्रेकडाउन गरेँ। 25 वर्षसम्म तपाईँले काम गर्नुभयो भने 10 वर्षसम्म तपाईँले कुनै विधामा काम गर्नुभयो भने हरेक हप्ता तपाईँले चाहिँ 20 देखि 25 घन्टा लाउनु पर्दो रहेछ। सायद अविनजी चाहिँ त्यो 25 वर्ष उहाँको पनि पत्रकारिता भनौँ कार्टुनकारिता पुरा भएकोले सायद हिज इन पिक अफ हिज एक्सपर्टिज अहिले। र अविनजीको जुन अवतार हामीले देख्छौँ कान्तिपुरमा, काठमाडौँ पोस्टमा, अरूहरू पनि जुन अवतार देख्यौँ, सायद अलिक परिष्कृत एक्सपर्टिज भएको र म्याल्कम ग्ल्याडवेलले भने जस्तै 10,000 आवर्स पुरा गरेकोले त्यो निपुणता मैले देख्छु कार्टुनमा। सधैँ नै एकनास नहोला, तर त्यो निपुणता देख्छु। यो किताबको लागि, बेस्ट अफ अविनको लागि तपाईँलाई बधाई र शुभकामना दुवै। धन्यवाद। धन्यवाद वरिष्ठ पत्रकार अखिलेख उपाध्यायज्यू। अविनका कार्टुनहरूमा दुईटा कुराको विशिष्टता रहेको पाइन्छ। पहिलो एउटा राजनीतिक चेत र दोस्रो कला चेत। कलाको हिसाबले पनि उहाँका कार्टुनहरू विशिष्ट रहेको, उहाँको लाइन स्ट्रोकहरू वा त्यो क्यारिकेचर निकाल्ने, मुख्यतः कार्टुनमा चाहिँ क्यारिकेचर मुख्य पाटो हुन्छ, त्यसमा चाहिँ उहाँको आफ्नै विशिष्टपन छ र उहाँको देख्ने बित्तिकै यो अविनको कार्टुन भनेर हामीले चिन्न सक्छौँ। त्यसै गरी उहाँको त्यो कार्टुनमा शब्दहरू कम र त्यसमा पनि उहाँको त्यो शब्द कम खेलाउने त्यो विशिष्ट चेत विचार पक्ष पनि दुवै पक्ष उहाँको उत्तिकै सबल रहेको देखिन्छ। शुभकामना मन्तव्यकै क्रममा वरिष्ठ पत्रकार किशोर नेपाललाई आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु। अब अखिलेशजीले र उद्घोषकजीले अविनको बारेमा धेरै जानकारी दिइसक्नुभयो। मसँग त्यस्तो धेरै जानकारी पनि छैन। कलाकारहरूसँगको सङ्गतले गर्दाखेरि कार्टुन बनाउने पनि एउटा प्रक्रिया हुँदो रहेछ, प्रोसेस हुँदो रहेछ भन्ने मैले थाहा पाएको हो। शशि दाई कार्टुन बनाउँथ्यो, अनि यहाँ अगाडि बसिराख्नु भएको छ हाम्रो कलाकारहरू, उहाँहरूले पनि कार्टुन कोर्नुहुन्छ। जस्तो केले पनि, किरण मानन्दले पनि, मुकेशले पनि। तर मलाई के लाग्छ भनेदेखि यो कार्टुनिस्ट भइसकेपछि ऊ जतिसुकै ठुलो कलाकार भए पनि कार्टुनिस्ट नै मात्र हुँदो रहेछ। अब अविनलाई उसको पछाडि अविन ठुलो कलाकार हो भन्ने रहेछ। अब तर हामीले अहिलेसम्म के थाहा पायौँ भने अविन त खालि चाहिँ नि कार्टुनिस्ट मात्रै हो भन्ने मात्रै सोचे भए पनि। किनभने उसको कार्टुन यस्तो हुन्छ कि त्यो बिजुलीको नाङ्गो तार छोएको जस्तो कार्टुन हेर्दै हामी रमाइराखेका हुन्छौँ अथवा दिक्क मानिराखेका हुन्छौँ, यस्तो पनि भयो भनेर। त्यसले गर्दाखेरि अर्को व्यक्तित्व, कलाकारको व्यक्तित्वलाई चाहिँ छोपिदिँदो रहेछ। त्यसै गरी छोपिएको एउटा चाहिँ अर्को कलाकार हुनुहुन्छ हाम्रो रमेश दाईले सिर्जना गर्नुभएको, रमेशनाथ पाण्डे दाई अगाडि बस्नु भएको छ, बादशाहन दुर्गा बरालको कलाकार भन्ने पक्षभन्दा पनि बादशाहन भन्ने पक्ष अगाडि आउँछ एकदमै। अब त्यसमा चाहिँ नि किरणजी, हाम्रो मुकेश के चाहिँ बच्नु भएको छ, शशि दाई पनि बच्नुभयो। शशि दाईले थुप्रै कार्टुन लेख्नुभयो, तर के भने जोगिनु भयो, त्यहाँबाट मुक्त हुनुभयो। तर अविनहरू अब मुक्त हुन सक्दैनन्, किनभनेदेखि यो पोलिटिकल कन्सियसनेस चाहिँ जति बढ्दै जान्छ त्यति कार्टुनको महत्त्व बढ्दै जान्छ। मेरो चाहिँ नि अविनलाई शुभकामना छ कि यो कार्टुनको यात्रा निरन्तर रहोस्, जारी रहोस् र हरेक दिन बिहान अविनको अनुहार हेरेर मात्रै मान्छेलाई सुविस्ता होस् जीवन धान्नलाई। यति भन्दै म अविनलाई शुभकामना दिन चाहन्छु यो प्रकाशनको लागि पनि, र प्रकाशकलाई पनि यति राम्रो किताब निकाल्नु भएकोमा उहाँहरूलाई पनि म
हार्दिक बधाई दिन्छु। अब यो पक्कै पनि यो कफी टेबल किताब हो, किनभने सामान्य मान्छेले किनेर पढ्नले गाह्रै हुन्छ, त्यो पनि यो किताबमाथि कर लागेको बेलामा। धन्यवाद। धन्यवाद महत्त्वपूर्ण भनाइका लागि वरिष्ठ पत्रकार किशोर नेपालज्यूलाई। अविनले हामीसँग भन्ने गर्नुहुन्छ यो कार्टुन्सहरूलाई यो राजनीतिक व्यथिति अथवा समाजका व्यथितिहरू खुराकको लागि महत्त्वपूर्ण चिज हो, तर यस्तो नभइदियोस्, देश राम्रो होस्, सुधार होस्, देशमा सबै सकारात्मक दिशातिर जाओस् भन्नुहुन्छ उहाँ। र पनि फेरि हाम्रा लागि खुराकहरू दिन प्रतिदिन यी घटनाहरू, राजनीतिक घटनाहरूले नयाँ नयाँ खुराकहरू दिइरहेको हुन्छ। यस्तो समाज नहोस् भनेर हामी यो कार्टुनिस्टहरूको छलफल भेलाहरूमा पनि हामी डिस्कस गर्ने गर्छौँ। किशोर दाइले पनि त्यही कुरा इङ्गित गर्नुभयो। यसै गरी आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिन हुन वरिष्ठ पत्रकार जीवेन्द्र सिमखडालाई अनुरोध गर्दछु। सबैलाई नमस्कार। अविनलाई बधाई अनि प्रकाशकलाई धन्यवाद। साँच्चैमा यो मैले किताब एकपल्ट सर हेरेँ, हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ छन चाहिँ कार्टुन छ, तर त्यो 12-14 वर्षको नेपालको राजनीतिको चाहिँ त्यो इतिहासको पुस्तक जस्तो लाग्यो मलाई चाहिँ। त्यसकारणबाट यो सङ्ग्रहणीय छ। अविन र म चाहिँ एउटा कामकै सिलसिला हाम्रो चिन्जान भएको हो र त्यो चिन्जानले चाहिँ एकपछि अर्को ठाउँमा पनि हामीलाई फेरि भेटघाट गराइरह्यो। त्यही कामले नै अविनको अनुहार राम्रो भएर नि होइन, जीवेन्द्रको अनुहार नराम्रो भएर पनि होइन, केले त्यस्तो अरू केही कारणले होइन। उसको कामहरू चाहिँ त्यो थोप्लाहरू, त्यो सरल रेखा, त्यो वक्ररेखाहरूको त्यो संयोजन र त्यसलाई चाहिने थोरैभन्दा थोरै शब्द जुन अविनले चयन गर्नुहुन्छ त्यो अतुलनीय लाग्छ मलाई। त्यसले गर्दा हामी पटक पटक बेग्लै बेग्लै ठाउँहरूमा सँगै सहकर्मी हुने मौकाहरू प्राप्त भयो र यो इतिहासको पुस्तक किशोर दाइले भन्नुभएको जस्तो केही टेबलहरूमा रहला, तर त्यो चाहिँ साँच्चैको यो इतिहासलाई चाहिँ यति राम्रोसँग यो नेपालको राजनीतिको साह्रै जटिल मोडमा को इतिहास चाहिँ हेर्दा र उहाँले भन्नुभएको जस्तो रमाइलो पनि लाग्ला, दुःख पनि लाग्ला, त्यो बेग्लै आफ्नो ठाउँमा छ। तर यो चाहिँ साँच्चै एउटा इतिहासको किताब हो। फेरि पनि म सबैलाई शुभकामना र बधाई भन्दै उहाँहरू प्रकाशक र कार्टुनिस्टलाई भन्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद वरिष्ठ पत्रकार जीवेन्द्र सिमखडाज्यूलाई। उहाँले यो एउटा राजनीतिक दस्तावेजको रूपमा नेपालको यो 10-15 वर्षको इतिहासलाई यो पुस्तकले चिनाएको छ भन्ने भनाइराख्नुभयो। यसै गरी आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिन हुन वरिष्ठ पत्रकार नारायण वाग्लेज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। अविनलाई धेरै बधाई तथा शुभकामना। यहाँ वरिष्ठ चित्रकारहरू हुनुहुन्छ, उहाँहरूलाई नमस्कार भन्दै मेरो आफ्नो संक्षिप्त उहाँको भाषामा महत्त्वपूर्ण तर संक्षिप्त भनाइराख्दछु। संक्षिप्त राखिन भने त फेरि अविनको कार्टुनमाथि नै व्यङ्ग्य हुन पुग्दछ। मुख्य कुरा, अविनसँग मेरो सहकार्य थोरै समय भयो। अहिले अखिलेशले च्वास्स घुसाएको के हो भने अविन चाहिँ मसँग नागरिकमा काम गर्दा गर्दै सुधीर र अखिलेशको भित्री साँठगाँठबाट हुन्छ नि, राम्रो राम्रो प्रतिभाहरू चोर्ने, सम्पादकहरूले चोरेर लानेमा, त्यो भएर मैले नागरिकमा उनीसँग धेरै सहकार्य गर्न पाइनँ। सायद सहकार्य गर्नु लेख्नु थियो। 10 वर्षपछि फेरि म कान्तिपुर पुगेँ र उनीसँग बसेँ। 1 वर्ष जति काम गरेँ अनि चिन्न पाएँ। मलाई के लाग्ने भने कार्टुन बिनाको अङ्क चाहिँ कुनै पत्रिका नै होइन। अहिले त भन्छन् नि डाक्टरले, साबुनले हात धोइरहनु, दिनकै कतिपल्ट धुनु भन्छ नि त। अनि हाम्रो गन्जागोल सिस्टम डेमोक्रेसीको राम्रो साबुन चाहिँ त्यही कार्टुन नै हो जस्तो लाग्छ। जति हेऱ्यो उति नै मैल रगडे जस्तो
अनि सिस्टम क्लिन भएको जस्तो अनि त्यति चोटिलो हुने। अनि अविनको चाहिँ मलाई काम गर्न हुन त म कार्टुनिस्टहरूसँग आर्टिस्टहरूसँग सधैँ सङ्गतमै बसेँ। अनि अविनको एउटा विशेषता चाहिँ के भने ठुलो कार्टुन त्यसको आर्टको स्केचको त्यसको आफ्नै पक्ष छ। त्यसमा क्याप्सनलेस हो, कुनै शब्द चाहिँदैन। कार्टुनको मुख्य विशेषता अविनको ठुलो कार्टुनको विशेषता के हो भने हामीले शब्द नलेखे नै हुन्छ। मेरो कतिपल्ट भनाइ पनि भयो, झगडा त अविनसँग त कसैले झगडा गर्दैन, त्यही पनि एक हिसाबले अलि मनमुटाव हुन्छ नि, कहिले कहिले सुझाव दिइन्छ अनि आर्टिस्टले नमान्ने हुन्छ नि त, अनि शब्द नराखौँ भन्ने हो मेरो। अनि अविनले ठुलो कार्टुनमा प्राय शब्द राखेको म पाउन्न र त्यो नै सबभन्दा ठुलो शक्तिशाली पक्ष हो। अनि अविनको सानो कार्टुनमा मेरो समस्या चाहिँ के हो भने सधैँ उनले क्याप्सन ठुलो लेख्ने। अचल सुदृढसँग कतिको परिरहेछ थाहा भएन होइन। अनि अविनको ठ्याक्कै त्यो जस्ट अपोजिट अफ अविन। ठुलो र सानो कार्टुनमा चाहिँ अविनको एकअर्काको विरोधी भनेको अविन नै हो। ठुलो कार्टुनमा शब्दविहीन भयानक व्यङ्ग्य छ, अनि सानो कार्टुनमा त्यसलाई नै बढी भन्न खोजे जस्तो, त्यो भएर बेला बेला भनाइ हुन्थ्यो। र अनि अविनको कलाकारिताले के माग गर्छ भने सधैँ नै तपाईँ सुझाव दिनुहोस् न भन्ने हो। हि इज भेरी पोजिटिभ, भेरी ओपन, भेरी लिबरल माइन्डेड, सिक्न खोज्ने, त्यो चाहिँ धेरै पोजिटिभ लाग्यो मलाई। अनि त्यही भएर कहिले कहिले हामी डेस्कमा बसेर चेन्ज गरिदिन्थ्यौँ, कहिले फोन गर्थ्यौँ, अनि राम्रो भएछ भनेर भोलि कम्प्लिमेन्ट दिने र त्यसबाट सिक्न खोज्ने त्यो एटिच्युडले गर्दाखेरि अविनको कलाकारिता होइन एकदमै माझिएर खारिएर गएको छ। यो मैले सङ्ग्रह त हेर्न पाएको छैन, हेर्न पनि पर्दैन, किनभने किताबमा किन हेर्नु पर्यो, दैनिक हामी हेरिरहेकै छौँ। त्यसको अविनले छानेकै सङ्ग्रह होला, त्यो पछि पढौँला। यति भन्दै आफ्नो भनाइ यहीँ राख्छु र उनलाई थप हामीलाई त्यो पत्रिका दैनिक नछोडिकन हेरिराख्न बाध्य बनाइरहनुको लागि आग्रहसहित शुभकामना दिन्छु। धन्यवाद। धन्यवाद महत्त्वपूर्ण भनाइका लागि नारायण वाग्लेज्यूलाई। मैले एउटा सूचना, यो पुस्तक आज विशेष स्पेसल प्राइजमा प्राप्त हुनेछ। यसको मूल्य 1279 रहेको छ र आज 950मा यहाँहरूले प्राप्त गर्न सक्नुहुनेछ। यो सूचना भन्दै मैले आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुन वरिष्ठ पत्रकार युवराज घिमिरेज्यूलाई अनुरोध गर्दछु। सम्पादक साथीहरू, उपस्थित विशिष्ट व्यक्तित्वहरू, मैले कार्टुनलाई सधैँ नै सृजनशील प्रतिभाको समृद्ध र उन्मुक्त अभिव्यक्तिको रूपमा माने र मेरो करियरमा सबभन्दा राम्रो पक्ष इन्डियामा यहाँ काम गर्दाखेरि मैले असाध्यै विशिष्ट कार्टुनिस्टहरूको सङ्गत पाए पनि उनीहरूसँग बस्नलाई, उनीहरू धेरै बोल्ने प्राणीहरू होइनन्, उनीहरूसँग उनीहरूको नजिक बस्न र उनीहरूलाई सुन्न, उनीहरूका अभिव्यक्तिहरू, कागजमा कोरिएका अभिव्यक्तिहरू हेर्न मलाई सधैँ रमाइलो लाग्यो। र अविन पनि त्यही कडीमा हामीसँग समय म्यागजिन र न्युज फ्रन्ट पनि हामीले कहिले ख्याल ख्यालमा चलाएको एउटा पत्रिका थियो 2065-63 को उसमा। र सबभन्दा मलाई के याद छ भने अविनले त कहिले कहिले आएर भन्नुभयो होला मलाई, यो पोलिटिक्स अहिले भइराखेको कुराहरूको ब्रिफ गर्नुहोस् भनेर। तर अविनका कार्टुनहरू छापिनुभन्दा अगाडि मैले कहिले पनि हेर्न चाहिनँ, किनभनेदेखि ती सृजनाहरू म जहिले पनि विशेष म मान्थेँ त्यो उन्मुक्त नै हुनुपर्छ ती अभिव्यक्तिहरू, र कुनै किसिमले त्यसमा तगारो बन्ने अथवा एमेन्ड गर्ने त्यो मेरो नलेजमा पनि थिएन। र म के मान्थेँ, मेरो आफ्नै केही अनुभवहरूका कारण इन्डियामा बस्दाखेरि देखेका केही साइडबाट कस्तो भने दुईवटा त्यो बेला हामीले असाध्यै सम्मान गर्ने दुईवटा सम्पादकहरू थिए, नाम नभनौँ, उनीहरूका फरक पोलिटिकल आइडियोलोजी थिए र उनीहरूका पेपरमा एउटै विषयलाई एउटै मतलब कार्टुन समसामयिक विषय कार्टुनहरू त मिल्छन् विषयहरू, तर फरक ढङ्गले प्रस्तुत गरिएको थियो। र त्यसमा मैले के रिड गर्न सक्थेँ भने यसमा सम्पादकको कुनै न किसिमको दबाव अथवा प्रभाव छ, त्यो नहोस् भन्ने पनि मेरो चाहना थियो, किनभनेदेखि मैले त्यो कुरा रुचाएको थिइनँ त्यहाँ बस्दाखेरि।
र अविनसँग मेरो त्यो 2 वर्षका यहाँ कतिपय कार्टुनहरू त्यसमा छन् यो कलेक्सनमा। र मलाई के लाग्छ भनेदेखि हामीलाई सम्पादकको रूपमा हामीलाई पनि अविनले निकै गुण लगाउनु भएको छ। कुन अर्थमा भनेदेखि त्यो बेलाका विशिष्ट परिस्थितिहरूका विशिष्ट अभिव्यक्तिहरू एक्चुअली यो ट्रेजर्ड कलेक्सन त हो नै, तर त्यसमा रेकर्डमा राखिएको छ। त्यसबाट हामीले धेरै कुराहरू बोल्नु पनि पर्दैन होला। हामीले के गर्यौँ, कुनै विशेष कालखण्डमा हामीले आफ्नो भूमिकालाई कसरी प्रस्तुत गर्यौँ भन्दाखेरि त्यहाँ आएको कार्टुन एउटा महत्त्वपूर्ण रेकर्ड र दस्तावेज हो। र त्यसलाई एक ठाउँमा राखेर मतलब इतिहासलाई पनि, भावी इतिहासलाई पनि उहाँले सुरक्षित गरिदिनु भएको छ। म त्यसको लागि तपाईँको प्रकाशनको लागि धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु। धन्यवाद। धन्यवाद वरिष्ठ पत्रकार युवराज घिमिरेज्यूलाई महत्त्वपूर्ण भनाइका लागि। अब हामी कार्यक्रमको लगभग उत्तरार्धतिर छौँ। आफ्ना महत्त्वपूर्ण भनाइहरू राखिदिन हुन वरिष्ठ पत्रकार सुधीर शर्माज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। सबैलाई नमस्कार। खासै महत्त्वपूर्ण त नहोला, म केही अनुभव अविनजीसँगको सेयर गर्न चाहन्छु। मैले कान्तिपुरमा अहिले फेरि दोस्रोचोटि सम्पादकको रूपमा आएपछि पनि र पहिले पनि 2 जना व्यक्तित्वहरूसँग, कार्टुनिस्टहरूसँग काम गर्ने मौका पाएको छु। खास गरी अरू पनि केही साथीहरू हुनुहुन्छ, तर मूल रूपमा उहाँहरू हुनुहुन्छ। एकजना दुर्गा दाई हुनुहुन्छ, रमेशनाथ दाईले इन्ट्रोड्युस गर्नुभयो धेरै पहिले, म नजन्मिँदै। उहाँले पोखराबाट कार्टुन बनाउनुहुन्छ, बादशाहन। उहाँसँग कहिलेकाहीँ आक्कल झुक्कल मात्रै हाम्रो फोनमा कुरा हुन्छ, नभए उहाँले त्यहीँ सोच्नुहुन्छ, त्यहीँ उहाँलाई अघि भने जस्तो कार्टुन त्यहीँ फुर्छ र पठाउनुहुन्छ। अविनजी कान्तिपुर न्युज रुममै बस्नुहुन्छ। उहाँ सुटुक्क आउनुहुन्छ, अलिकति समाचार कक्षमा हाम्रो अलि कुनातिर उहाँको क्युबिकल छ, अनि त्यहाँ घोत्लिनुहुन्छ, सायद दिउँसो पनि घोत्लिनुहुन्छ। अनि यसो केही रेखाङ्कन गरेपछि अलिक कहिलेकाहीँ आइडिया सेयर हुन्छ, कहिले बनेको कार्टुन आउँछ। सामान्यतया धेरै छलफल पनि गर्ने भन्दा पनि साथीहरूसँग सबैसँग गर्ने भन्दा पनि उहाँले आफै सोचेर जुन ढङ्गले एउटा त्यो क्रिएसन निकाल्नुहुन्छ त्यो फेरि आफैमा बुलन्द हुन्छ। उहाँको तरिका त्यही हुन्छ। वास्तवमा कम बोल्नुहुन्छ, कम छलफल हुन्छ, तर उहाँको दिमाग यति धेरै त्यो मलाई लाग्छ भाइब्रेन्ट हिसाबले चलिरहेको हुन्छ होला कि त्यसबाट आउने त्यो कार्टुनले नै त्यो कुरा देखाउँछ। र उहाँको कार्टुन वास्तवमा अघि यहाँ उल्लेख भए जस्तो एउटा कार्टुनले नै धेरै, हामीले 1200-1500 वर्डको न्युज लेखे बराबरको हुन्छ होइन। कहिलेकाहीँ त पत्रिकामा वास्तव त्यही कार्टुन मात्रै एउटा छाप्दा पनि हुन्छ भन्ने खालको पनि कार्टुन आइरहेको हुन्छ। त्यो एउटा महत्त्व बोकेको छ। त्यो हिसाबले भन्ने हो त यो किताब वास्तवमा हरेक कार्टुनले यति धेरै त्यो अर्थ र एउटा त्यो एउटा दस्तावेजको रूपमा आएको छ कि अहिलेको समसामयिक र केही निकट अतीतको कुराहरूलाई पनि बुझ्नलाई, राजनीतिक विषय, सामाजिक विषयवस्तुलाई बुझ्नलाई धेरै कुरा यसले बताउँछ। उहाँको अघि यहाँ कोही साथीले भन्नुभएको थियो, खास गरी मलाई एकदमै मनपर्ने भनेको चाहिँ कार्टुन जस्तै हुनु पर्यो, हेरेपछि नै बुझिनु पर्यो, व्यङ्ग पनि हुनु पर्यो, कहिले हास्य व्यङ्गको हिसाबले पनि आउनु पर्यो होला। त्यसलाई धेरै शब्दले अर्थ्याउन नपरोस् भन्ने मलाई लाग्छ। त्यसमा एकदमै बेस्ट हुनुहुन्छ अविनजी। खासमा उहाँको कार्टुनले नै धेरै कुरा बताउँछ। दोस्रो, उहाँको आफ्नो एउटा पृथक परिचय छ। त्यो उहाँको नाम नै नराखिकन आयो भने पनि उहाँले गरेको त्यो इलिस्ट्रेसनले, स्केचले यो अविनजीको हो भन्ने चिनाउँछ। त्यो चिनाउन सक्नु एकदमै ठुलो क्षमता हो। जसरी हामी पत्रकारहरूको अलिक क्रिएटिभ राइटिङमा भन्छौँ नि, त्यहाँ नाम छैन, बाइलाइन छैन भने पनि त्यो राइटिङ हेरेरै कसैले यसले लेखेको हो भनेर भन्न सक्ने त्यो खालको कला, त्यो खालको लेखाइ हुन सक्नु ठुलो क्षमता हो। उहाँको कार्टुनमा ठ्याक्क त्यो हुन्छ। नभए कतिपय कार्टुनहरू उस्तै पनि देखिन्छ। उहाँको एउटा फरकपन छ र उहाँले कम शब्दमा यो फरक खालको, आफ्नै खालको, मौलिक खालको स्केच प्रयोग गरेर जुन कार्टुन बनाउनुहुन्छ त्यसले एउटा छुट्टै उहाँको आइडेन्टिटी बनाएको छ। बाँकी त उहाँको कार्टुनहरूले र किताबले नै धेरै कुरा भनेको छ। किताबको निम्ति अविनजीलाई बधाई छ, प्रकाशकलाई धन्यवाद। अनि हस्, थ्याङ्क यू। धन्यवाद महत्त्वपूर्ण भनाइका लागि वरिष्ठ पत्रकार सुधीर शर्माज्यूलाई। हामी कार्यक्रमको अन्तिममा छौँ र आजका नायक, नेपाली कार्टुन क्षेत्रमा एउटा आफ्नो विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्व अविन श्रेष्ठ, उहाँलाई आफ्नो भनाइहरू राखिदिन हुन अनुरोध गर्दछु।
नमस्कार। उपस्थित सम्पूर्ण कार्टुन पारखी र विशिष्ट अतिथिहरूमा मेरो हार्दिक अभिवादन। सुरुमा त मैले यो आज सम्पादकहरूको हातबाट किन विमोचन गराएँ भन्ने कुरा अलि राख्न चाहेँ र तपाईँहरूसँग अब अलि 2-4वटा रमाइलो कुरा सुनाउँछु। म त्यति सुन्न तयार त छ भन्ने पनि म कुरामा पनि विश्वस्त छु। हाम्रो बुक आर्ट नेपालले सुरुमा मलाई यो किताबको लागि प्रपोजल ल्याउँदाखेरि सुरुमा मेरो सुरुवातकालदेखि फेरि कस्तो पनि भयो भन्दाखेरि यो 75 सालमा मेरो पनि कार्टुन करियरको 25 वर्ष पुग्ने अनि कान्तिपुरको पनि रजत वर्ष अनि त्यही बेला पर्ने भएकोले अनि मैले यसमा मेरो आफ्नो भूमिका पनि मेरो कार्टुन करियरको 25 वर्ष भनेर लेखेँ। अनि बिचमा त्यो अल्मलिँदा 76 को अन्तिममा पुग्यौँ हामी। अनि कार्टुन अब सुरुदेखि अहिलेसम्मको कलेक्सन निकाल्ने भनेर भनेपछि त्यो कार्टुनहरू खोज्ने क्रममा कतिपय कार्टुन यस्ता कार्टुनहरू पनि देखेँ कि त्यो मै सम्पादक भएको भए पनि म छापिदिने थिएँ होला। त्यस्तो अलि मलाई नराम्रै हो कि कमजोर हो कि त्यस्तै लाग्यो। तर त्यो बेलामा मैले त्यस्तो लापरवाही गरेर बनाएको पनि थिएन। मेरो आफ्नो बलबुताले भ्यासम्म मेहनत गरेर बनाएको थिएँ। त्यो बेला कोही सम्पादकलाई यस्तो कार्टुन पनि छाप्छ भनेर फालिदिएको भए चाहिँ म सायद आज यो ठाउँमा चाहिँ हुँदिन थिएँ होला। कोही पनि सम्पादकले त्यो मेरो कुनै पनि कार्टुन फालिदिनु भएन र छापिदिनु भयो, माया गर्नुभयो र साँच्चीकै मैले 101 सम्पादकहरू पाएर उहाँहरू जस्तो सम्पादक नभए म आज यो ठाउँमा पुग्दिन थिएँ भन्ने लागेकोले अनि यो किताब निस्क्यो भने विमोचन चाहिँ म सम्पादकहरूको हातबाटै गराउँछु भन्ने त्यसमा चाहिँ यो अहिलेको होइन किताब निस्किनुभन्दा धेरै अगाडिको कार्यक्रम भएकोले यो यहाँ अवगत गराएँ मैले। अब सम्पादकहरूकै कुरामा मैले मेरो करियरको सुरुवातकालमा चाहिँ सुरुवातकालकै पहिलो सम्पादकको केही कुरा म यहाँ राख्न चाहेँ। अब चित्र लेख्नु मेरो बाल्यकालदेखिकै रुचि। चित्र लेख्दाखेरि अब किताब स्कुलमा पनि अब इजिली चित्र लेख्नु भनेको मलाई त्यो बेला कस्तो लाग्थ्यो भन्दाखेरि अब रेखाहरूलाई वेल म्यानेज गर्यो भने चित्र बनिहाल्छ। अब सिधा रेखा, लामो तेर्सो रेखाहरू, गोलो ओपल बाङ्गो तिङ्गो रेखाहरू पनि हामी कति त अक्षर लेख्दा नै लेख्छौँ। ती रेखाहरूलाई अलि राम्ररी म्यानेज गर्यो भने त चित्र बनिहाल्छ भन्ने लाग्ने मलाई। अनि त्यही सिलसिलामा अब चित्र कहीँ सिकेको पनि होइन, बनाउँदै गएँ। सबैले तारिफ गर्न थाल्यो। स्कुलमा पनि सबैभन्दा राम्रो चित्र बनाउने भनेर तारिफ हुन थाल्यो। साथीभाइहरूमाझ पनि यसलाई चित्र बनाउन आउँछ भनेर तारिफ हुन थाल्यो। त्यो तारिफको पनि नसा लाग्यो मलाई। त्यो तारिफ सुन्न पनि रमाइलो लाग्ने। अनि त्यहाँबाट त्यो निस्किन सकेन। अनि अलिअलि बुझ्दै समाजलाई बुझ्दै जाने भएपछि अलि अब आफूलाई विकृति विसङ्गतिहरूले पोल्न थाल्ने भएपछि त्यो पीडा पनि चित्र मार्फत किन नपोख्ने त भन्ने हिसाबमा अनि सुरुवातकालमा केही गाईजात्रा पत्रिकाहरूमा कार्टुन बनाएँ। जति पनि कोरेँ सबै छापियो। अनि गोर्खापत्रमा सुरुमा पकेट कार्टुन राख्ने भन्ने कुरा भयो। अनि त्यहाँ पनि जति बनाएँ पठाएँ सबै छापियो। अनि छापिएपछि सबै त्यो कटिङ गरेर राखेको थिएँ मैले। अनि A4 साइजको 4-5वटा पेपरमा त्यस्तै 20-30वटा पेपर कार्टुन जम्मा भएपछि त्यही कार्टुन बोकेर जागिर खान तम्सिएँ म एज अ कार्टुनिस्ट। अनि गएँ नेपाल टाइम्स पत्रिका। अनि सम्पादकलाई भेट्न चाहेँ। अनि त्यो बेला सम्पादक भनेको कस्तो हुन्छ भन्ने मेरो इमेज थियो भन्दाखेरि पत्रकारहरू पनि कोहीसँग चिनाजानी थिएन। पत्रकार भनेको देखिने सिनेमामा, हिन्दी मुभीमा। अनि त्यो हिन्दी सिनेमामा देखाउने पत्रकार भनेको अलि चुसचुसे दारी पालेको, लामो कुर्ता लगाएको, लामो झोला भिरेको। अनि त्यस्तै कोही सम्पादक भनेर आउँछ होला भनेर भनेको त एकदम डरलाग्दो व्यक्तित्व मै सम्पादक भनेर भन्न थाल्नुभयो। अनि त्यो अलि सस्पेन्सै राखौँ। अनि त्यसपछि मैले A4 साइजको पेपरमा 30-40 कार्टुनहरू काटेर लिएर गइरहेको थिएँ। अनि म यहाँ कार्टुनिस्टको जागिर पाइएला कि भनेर आएको भनेर भने मैले। अनि त्यो हातमा के हो भनेर भन्यो। अनि मैले त्यही कार्टुनहरू मैले बनाएको कार्टुन अनि हेर्नुभयो
हामी बाहिरै उभिरहेको थियौँ, त्यो भर्याङनिर भेट भएको थियो, भर्याङनिर उभिरहेको थिएँ। अनि उहाँले पल्टाएर हेर्नुभयो, अनि हेरिसकेपछि ल कार्टुन भनेको के हो ल भन त मलाई भनेर भन्नुभयो। भन्नै सकेन मैले, अब के भन्ने अब है, कार्टुनको परिभाषा देऊ नि त मलाई भनेर भन्नुभयो। भन्नै सकेन। अब मैले त्यो कार्टुनको परिभाषा त्यसरी अब त्यो एकदम थ्योरी बुझेर अब यताउता सबै चित्र बनाउन जान्थेँ। अलि लागेको कुराहरू चित्र मार्फत बनाउँथेँ, पठाइदिन्थेँ, छापिदिन्थ्यो। म त्यति गर्दाखेरि ठुलै अब नाम गाएँ। त्यो बेला गोर्खापत्र भनेको नम्बर 1 पत्रिका। अब त्यो गोर्खापत्रमा कार्टुन छापेको भनेपछि सबैले जहाँ गए पनि ऊ चिन्यो, आज गोर्खापत्रमा उसैको कार्टुन नि भनेर भन्थ्यो। मेरो त्यसै पनि नाक ठुलो झन् ठुलो हुन्थ्यो। अनि त्यसपछि मैले उत्तरै दिन सकेन। अनि उत्तर दिन नसकेपछि अनि उहाँले ल आऊ भनेर आफ्नो रुममा लानुभयो। अनि कार्टुनको परिभाषा उहाँले दिनुभयो, मलाई भन्नुभयो। अनि आरके लक्ष्मणको नाम सुनेछ? छैन। टाइम्स अफ इन्डिया हेर्ने गरेछ? छैन। वार्सायनको नाम सुनेछ? छैन। केही थाहा छैन। अनि उहाँले ल 2-4वटा कार्टुन बनाएर ल्याऊ भन्नुभयो। अनि बनाएर लगेँ। अनि मन पराउनु भयो, जागिर पनि दिनुभयो। अनि जागिर पनि दिनुभयो। अनि अर्को एउटा कुरा के पनि छ भने त्यहाँनिर म्यानेजमेन्ट चाहिँ उहाँ फेरि मेरो बुवाको उमेर भन्दा पनि अलि बढी उमेरको हुनुहुन्थ्यो। पछि अरू उहाँको पत्रिकामा छोडेर अरू पत्रिकामा गएपछि पहिला कहाँ काम गरेको भनेर सोद्धाखेरि नेपाल टाइम्समा भनेपछि अनि उहाँसँग काम गर्न सक्यो त भनेर भन्नुहुन्थ्यो। अनि उहाँ हुनुहुन्थ्यो चन्द्रलाल शाह है। उहाँ हाम्रो किशोर दाइले पनि आफ्नो गुरु मान्नुहुन्छ उहाँलाई, एकदम वरिष्ठ पत्रकार। अनि उहाँ एकदम कडा स्वभावको। अनि मलाई चाहिँ कहिल्यै लागेन उहाँ चाहिँ कडा स्वभावको हुनुहुन्थ्यो भनेर। उहाँसँग काम गरेर छोडिसकेपछि मात्र थाहा भएको मलाई है। मलाई होइन, उहाँको व्यक्तित्व त्यस्तो अब समाजमा चाहिँ एकदम त्यस्तो टाइपको थियो भन्ने कुरा मलाई थाहै थिएन। अनि उहाँको चाहिँ प्रेसमा म्यानेजमेन्ट सबै उहाँको छोराहरूले हेर्नुहुन्थ्यो। अनि मैले जागिर पाइसकेपछि तलब पाएँ 1500 महिनाको। त्यो बेला रिपोर्टरले पाउने 1500 उहाँको पत्रिकामा, मैले पनि त्यति नै पाएँ। अनि उहाँले मलाई के भन्नु भने हप्ताको एउटा ठुलो कार्टुन पनि राख्ने। अनि त्यो सानो कार्टुन पकेट कार्टुनमा चाहिँ अब त्यो सोसियल कुराहरू बनाउने गर्थेँ। त्यही अब पानी, बिजुली, सडक यताउता अब त्यतिकै चलिरहेको थियो। अनि ठुलो कार्टुन पनि छाप्ने भन्नुभयो। अनि ठुलो कार्टुन चाहिँ अलि पोलिटिकल इस्युमा छाप्नुपर्छ भनेर भन्नुभयो। मलाई पोलिटिकलको केही पनि थाहै छैन भनेर भने मैले। अनि म बताउँछु भन्नुहुन्थ्यो। अनि उहाँले हप्ताको एकचोटि मलाई बोलाउनुहुन्छ। अनि कार्टुनको आइडिया दिनुहुन्थ्यो। अनि यो यहाँ राख्ने, यो गणेशमान यहाँ, कृष्णप्रसाद भट्टराई यहाँ। अनि भनिसकेपछि अनि यो कार्टुन किन बन्यो त, यसको भित्री कुरा के हो त भनेर अनि घन्टौँ अनि त्यो नेपाली काङ्ग्रेस त्यो बेलाको नेकपा एमाले भित्रको कुराहरू, राजनीतिक षड्यन्त्रको कुराहरू मलाई सुनाउनुहुन्थ्यो। यो कारणले यो कार्टुन यो बनायो ताकि उहाँले चाहिँ चाहनुहुन्थ्यो कि त्यहाँ कार्टुनमा हुने पात्रहरूको चाहिँ एक्सप्रेसन चाहिँ कस्तो आउनुपर्छ भन्ने कुरा थाहा पाउन कलाकारलाई चाहिँ यो के विषयमा कार्टुन बन्दैछ, यसको भित्री रहस्य के हो भन्ने कुरा चाहिँ थाहा भयो भने त्यसको एक्सप्रेसन ल्याउन चाहिँ सजिलो हुन्छ भने उहाँले डिटेल बताउनुहुन्थ्यो। अनि पछि उहाँले अब म्यानेजमेन्ट सबै छोराहरूले हेर्ने। अनि उहाँले के भन्नुभयो एउटा कुरा भन्दाखेरि, तिमी छोराहरूलाई नभन, यो ठुलो कार्टुनको म अलग्गै पैसा दिन्छु तिमीलाई भनेर भन्नुभयो। अनि त्यो ठुलो कार्टुनको पैसा लिँदाखेरि त तलब भन्दा पनि बढी आउने। अनि उहाँको छोराहरूलाई चाहिँ मैले भन्न नपाउने, त्यति माया गर्नुहुन्थ्यो है। अनि जागिर छोडिसकेपछि उहाँ एकदम कडा स्वभावको, कडा मिजाजको भनेर भनेपछि त मैले त ठुलो युद्ध जितेर आएको मान्छे भनेर त्यो बेला थाहा भएको। अनि त्यसपछि 1-1.5 वर्ष उहाँसँग काम गरिसकेपछि यति राजनीतिक कुराहरू थाहा पाएँ, मैले सिकेँ। अनि 52 सालतिर एकैचोटि 4-5वटा ब्रोडसिटहरू सँगै आउने भएपछि म चाहिँ हिमालय टाइम्समा आबद्ध भएँ। हिमालय टाइम्समा जागिर खाने बेला मलाई आइडिया दिनै नपर्ने भइसकेको थियो। मैले आफ्नै स्वविवेकले कार्टुन बनाउन सक्ने भइसकेको थिएँ। अनि त्यही बेला हिमालय टाइम्समा बिचमा अलि केही समय हाम्रो किशोर दाईसँग काम गर्ने मौका मिल्यो मलाई। अनि किशोर दाईलाई अनि मैले सानो पकेट कार्टुन त कसैलाई भन्न पनि भन्दिनँ थिएँ कस्तो बनाउँदैछु भनेर। अनि बनाएर त्यत्तिकै डेस्कमा छोडिदिन्थेँ। अनि ठुलो कार्टुनको लागि चाहिँ
अनि बेलुका म अफिस जाने बेला किशोर दाईले भेट पनि नहुन सक्ने भएकोले अनि सकेसम्म बिहानै सुनाउनु पायो भने त्यो दिउँसै सुनाउनु पायो भने त्यो बेला मोबाइल पनि थिएन। अनि उहाँले एउटा हटलाइन दिनुभएको थियो मलाई नम्बर ल्यान्डलाइनको। अनि त्यो नम्बरमा फोन गर्यो भने उहाँले नै उठाउनुहुन्थ्यो। अनि मैले उहाँलाई बिहान 8-9 बजीतिरै फोन गरेर उहाँलाई म आज दाइ यस्तो कार्टुन बनाउँदैछु भनेर सुनाइदिन्थेँ। अनि उहाँले ल गजब यति भन्नुहुन्थ्यो। अनि त्यतिमा कुरा टुङ्गिन्थ्यो। अनि बेलुका गएर त्यहाँ डेस्कमा दिइदिन्थेँ। मेरो किशोर दाइसँग कुरा भइसकेछ भनेपछि कसैले देखाउनु पनि पर्दैन, केही पनि गर्नु पर्दैन, त्यो आनन्द हुन्थ्यो। त्यसको लागि चाहिँ म एकचोटि किशोर दाइले सुनाएर सुनाउनु पाए चाहिँ बेलुका सजिलो हुन्छ भन्ने हिसाबले। नभए त्यो डेस्कमा पनि एकचोटि सम्पादकलाई देखाउँ न भन्ने अलि अप्ठ्यारो भयो भने त्यो स्थिति चाहिँ धेरै आउने भएकोले सकेसम्म सम्पादकसँग चाहिँ म यस्तो बनाउँदैछु आज भनेर चाहिँ म भन्न चाहिँ रुचाउँछु ठुलो कार्टुनमा। अनि त्यसपछि त्यति धेरै समय पनि उहाँसँग त्यति लामो काम पनि गर्नु पाएन। पछि कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुनुभएपछि उहाँ प्रेस सल्लाहकार उहाँको भएर जानुभएपछि उहाँ उता हिँड्नुभयो। अनि हिमालय टाइम्स छोडिसकेपछि म राजधानीमा गएँ। राजधानीमा जानु अगाडि पनि हाम्रो जीवन दाईले स्पेस टाइम भन्ने पत्रिका निकाल्नु भएको थियो, त्यहाँ बोलाउनु भयो, म गइनँ। हिमालय टाइम्सबाट छोडेर गइनँ। अनि राजधानीमा जानुभयो, फेरि बोलाउनु भयो, म फेरि गइनँ। अनि अब बिचमा त्यस्तै अवस्था आयो, अब छोड्नै पर्ने अवस्था आइसकेपछि अनि त्यो बेला अन्नपूर्ण पोस्ट निस्किनेवाला थियो। अनि अन्नपूर्ण पोस्टले पनि मलाई अब जागिरको लागि त्यहाँ एज अ कार्टुनिस्ट प्रपोज गरिरहेको थियो। अनि यता जीवन दाईले त्योभन्दा अगाडि नै बोलाइराख्नु भएको थियो। अनि अब चाहिँ हिमालय टाइम्स छोड्नु पर्ला भनेर भन्ने लागिसकेपछि मैले अन्नपूर्ण पोस्टमा गएर कुरा गरेँ। गरिसकेपछि अनि एकचोटि अब जीवन दाईले उहिलेदेखि भनिराख्नु भएको जीवन दाईसँग एकचोटि कुरा गरौँ नि त भनेर जीवन दाई कहाँ पनि गएँ, कुरा गरेँ। अनि मैले जीवन दाईलाई नै चुनेँ। अनि जीवन दाईले भने अनि तलबको कुरा भयो। जीवन दाई यो त अन्नपूर्ण पोस्टले दिइरहेको तलबभन्दा धेरै कम भयो नि भनेर राजधानीमा भने। अनि जीवन दाईले भन्नुभयो योभन्दा बढी तलब खान त तिमी मेरै कुर्सीमा बस्नुपर्छ। यो कुरा म फेरि पछि जोड्छु, यो अहिले भन्नै पर्ने भनेकोले भनिहालेँ। अनि पछि जीवन दाई राजधानी छोडेर जानुभयो, मलाई त्यहीँ छोडिदिनु भयो। अनि मैले जीवन दाईले भने जीवन दाई म पनि छोडौँ भनेर, पर्दैन तिमी छोड्नु पर्दैन भनेर उहाँले छोड्नु भएको बेला धेरैजना साथीहरूले छोड्नु भएको थियो, मैले छोडिनँ। अनि त्यसपछि समयमा तलब नपाउने एउटा ठुलो समस्या थियो। अनि हामी साथीहरूकोमा चाहिँ एउटा के सिस्टम चलिसकेको थियो भन्दाखेरि आज 40 गते भइसक्यो, 50 गते भइसक्यो, 60 गते भइसक्यो भन्दै राजधानीमा 180 गते भइसकेको थियो, तलब पाएको थिएन। अनि अब मेरो सौभाग्य भनौँ कि संजोग भनौँ, त्यही बेला मेरो बिहे पर्यो। अनि बिहे भएपछि राजधानीमा गएर म्यानेजमेन्टमा ल मेरो बिहे हुने भयो, अब मलाई तलब सबै चाहियो भनेपछि 180 दिनको तलब पाइयो। 181 गते 6 महिनाको तलब पाइयो। अनि बिहेपछि अब फेरि अफिस जाउँ, त्यो महिनाको तलब लिनु फेरि 6 महिना कुर्नु पर्ने हुन्छ। त्यो महिनाको पालो त अबको 6 महिना पछि आउँछ। अनि घरमा एनजिओ आइएनजिओको काम भ्याइ नभ्याइ छ। अब एनजिओ आइएनजिओको काम भनेको छुनाछाट पैसा झर्ने काम। अब त्यो कार्टुन बनाउनु दिनभरि पत्रिका हेऱ्यो, यता दिमाग खियायो, उता खियायो, साह्रै यो तनावपूर्ण काम भएकोले अनि मैले चाहिँ अब कार्टुनको बारेमा कसैले कुरा गर्यो कि लेख्यो भने आफ्नो नछुटिने नाम भइसकेछ, त्यति भए पुगिहाल्छ। अब चाहिँ नाम कमाउने भन्दा पनि दाम कमाउने कामतिर लाग्ने भनेर अनि अब यो फेरि कार्टुनै लेख्नु परे पनि अब दुर्गा दाई बादशाहले जस्तो अलि बुढेसकाल पुगेपछि मात्र कार्टुन बनाउने, अहिले चाहिँ छोडिदिने भनेर बसिरहेको। अनि जीवन दाई फेरि खोजी घरसम्मै आउनुभयो। अनि जीवन दाईले फेरि अनि एउटा प्रपोजल के ल्याउनु भयो भने समय भन्ने पत्रिका निस्किँदैछ, अनि अब सँगै काम गर्नु पर्यो भनेर भन्नुभयो।
हजुर समयमा तलब दिए अनि त्यसपछि म त नगर्ने दाइ अब म त अब दाम कमाउने काम गर्छु भनेर सोचिरहेको छु। नाम कमाउने काम चाहिँ अलि अब केही वर्ष छोड्छु भनेर सोचिरहेको छु भन्दाखेरि तिमी काम नगर म कहाँ आएर 1 कप चिया मात्र खान हो भनेर भन्नुभयो। हाम्रो अफिस यता छ, 1 कप चिया मात्र खान हो भनेर भन्नुभयो। 1 कप चिया मात्र खान्छु भनेर म गएँ। अनि फेरि त्यही कुरो गर्नुभयो। अनि मलाई अनि त्यो राजधानीमा अब योभन्दा बढी तलब चाहियो भने तिमीलाई मेरै कुर्सीमा बस्नुपर्छ भन्ने कुरा त्यहाँ याद आयो। अनि मैले राजधानीमा पाइरहेको भन्दा दोब्बर तलब मागेँ उहाँलाई। अनि मैले सोचेँ अब दिल्ली पत्रिकाले दिइरहेको भन्दा दोब्बर तलब त साप्ताहिक पत्रिकाले के देला र। अब त्यो दिल्ली पत्रिकामा हरेक दिन काम गर्नुपर्ने, साप्ताहिक पत्रिकामा दिनको 1 दिन काम गर्ने भनेर उहाँलाई भने। अनि पछि उहाँले युवराज दाइसँग कुरा गर्नुभयो। युवराज दाइसँग कुरा गर्दाखेरि मैले मागेको भन्दा अझ बढी नै दिनुभयो। मलाई त्यहाँबाट बचेर जाने त ठाउँै भएन। अनि काम गरियो समयमा। अनि अहिले मलाई के लाग्छ भन्दा त्यो बेला जीवन दाइले त्यसरी खोजी खोजी मेरो घरसम्म नआउनु भएको भए म आज जुन यो अहिले स्थानमा छु त्यो स्थानमा नहुन पनि सक्छु। र मेरो अस्ति मैले जीवन दाइले पनि भने यो मेरो सेकेन्ड इनिङ्स चाहिँ जीवन दाइकै देन भन्दा पनि हुन्छ। अनि युवराज दाइसँग काम गर्दाखेरि पनि त्यति नै रमाइलो भयो। सबैभन्दा रमाइलो युवराज दाइसँग काम गर्दाखेरि बिचमा ज्ञानेन्द्रले शासन हातमा लिइसकेपछि त्यो पिरियड चाहिँ साह्रै रमाइलो। अब अगाडि मान्छेहरूलाई अब त्यो प्रजातन्त्रको पुनर्स्थापनापछि 47-48को 50को सुरुको दशकमा भनौँ न, 50को दशकको सुरुवात कालमा चाहिँ अलिक कार्टुनको जति स्वाद लिली मान्छेहरूले हेर्थ्यो, पछि भन्दा भन्दा मान्छेहरूलाई पचिसकेको थियो। अब पात्र पनि त्यही, प्रवृत्ति पनि त्यही, अनि कार्टुन पनि उस्तै। अनि हेर्दा एकदम वाक्क दिक्क लागिसकेको बेला अनि ज्ञानेन्द्रले शासन सत्ता हातमा लिइसकेपछि कार्टुन पनि नयाँ नयाँ पाराको आउनु थाल्यो। कार्टुनमा एउटा नयाँ पात्र पनि थपियो। अनि त्यो बेला कार्टुन बनाउन चाहिँ साह्रै डरलाग्दो स्थिति हुन्थ्यो। र अनि कार्टुन्सले त्यस्तो केही अलिकति हल्का कडा खालको कार्टुन बनाए पनि ओहो आयो है गजबको भन्ने बल्ल लाग्न थाल्यो। जस्तो पहिला पञ्चायतकालमा कार्टुनको चर्चा हुन्थ्यो त्यस्तै चर्चा हुन थाल्यो। अनि त्यस्तो बेला मैले युवराज दाइ जस्तो सम्पादक पाएँ। त्यो बेला कार्टुन लेख्न भनेको यति डरलाग्दो अवस्था आइसकेको थियो। कतिवटा कार्टुन त पब्लिसरले छाप्न मानिन्थ्यो, युवराज दाइलाई कुरा गर्दाखेरि ठोक्देऊ भन्नुहुन्थ्यो। अनि त्यसकारण अब उहाँहरू जस्तो सम्पादक नपाएको भए अहिले यो जुन स्थानमा छु अहिले तपाईँले जस्तो मेरो कार्टुनको स्वाद लिनुहुन्छ त्यो बिचमा अलि अब उहाँहरू जस्तो दिग्गज सम्पादकहरू नपाएको भए मैले बाटो बिराइसक्थेँ होला। त्यसकारण उहाँहरूलाई म हृदयदेखि धन्यवाद पनि दिन चाहन्छु यो विषयमा चाहिँ। अनि त्यसपछि समयमा काम गर्दै थियौँ हामी। अब पछि समयलाई चाहिँ औपचारिक रूपमै बन्द गरेर हामी नागरिक पत्रिकामा आबद्ध भयौँ। पछि अब अनि त्यसपछि नागरिकमा पनि अब युवराज दाइसँगै काम गर्ने भन्ने अब योजनामा हामी त्यहाँ गयौँ। पछि अब के भयो अनि संजोग चाहिँ हाम्रो नारायणजीसँग काम गर्ने मौका मिल्यो। न्युज त्यस समयमा हामीले न्युज फ्रन्ट पनि समयमा भन्दाखेरि न्युज फ्रन्ट हामीले इङ्ग्लिस एउटा ट्याब्लेट साइजको न्युज पेपर पनि निकाल्थ्यौँ, त्यसमा पनि गऱ्यौँ। अनि त्यसमा मेरो फेरि अङ्ग्रेजी भाषामा अलिक दखल कम भएको भएर समयमा जस्तो कार्टुन चाहिँ न्युज फ्रन्टले चाहिँ दिन सकिनँ। अब त्यो बेला युवराज दाइले कस्तो फिल गर्नुभयो पनि उहाँले अघि भन्नु मलाई त्यो समयमा हुँदाखेरि अब त्यो बेला अर्को एउटा रमाइलो कुरा के पनि राख्न चाह्यो भन्दाखेरि त्यो बेला इन्टरनेट अलि जस्तो फास्ट पनि थिएन, डायलअप इन्टरनेट हुन्थ्यो। त्यो कार्टुन पठाउने दिनको रातको 11-12 बजे अनि त्यो पठाइसकेपछि भगवान्को नाम लिनु पर्थ्यो, बिचमा नरोकोस् है भनेर है, त्यस्तो हुन्थ्यो। अनि त्यस्तो बेला अनि कहिलेकाहीँ अब त्यो इन्टरनेटले कामै गरेन भनेर जीवन दाइले फोन गर्थेँ मैले राति 11-12 बजे। अनि उहाँले गाडी पठाइदिनुहुन्थ्यो घरसम्म। अनि त्यति सुविधा दिनुहुन्थ्यो कार्टुनिस्टलाई। त्यो पनि अहिले सम्झन चाहेँ मैले। अनि पछि नागरिकमा हाम्रो नारायणजीसँग काम गर्ने तर एकदम छोटो अब मात्र त्यो मौका मिल्यो। उहाँले अघि जुन अब अखिलेश दाइ र हाम्रो सूर्यजीको
के साँठगाँठ के भन्नुभयो त्यस्तो पनि होइन है। त्यो नागरिकमा म किन छोडेँ र किन कान्तिपुर गएँ भन्ने कुरा तपाईँसँग अलग्गै कफी गफ गरौँला पछि। अनि पछि अब उहाँसँग काम गर्ने रहर हुँदै पनि छोड्नु पर्यो नागरिक, त्यो दुःख त छँदै थियो। तर कान्तिपुर आइसकेपछि हाम्रो अखिलेश दाई र सूर्यजी जस्तो सम्पादक पाएपछि मजा पनि लाग्यो एकदमै। अनि कान्तिपुरमा आउनुमा पहल त अझ अखिलेश दाईले नै गर्नुभएको थियो, तर मेरो अङ्ग्रेजी भाषामा अलिक दखल कम भएको भएर हाम्रो सुधीरजीलाई जस्तो अखिलेश दाईले त्यति त्यो गर्न सकिनँ। त्यो क्षमा प्रार्थी पनि अहिले नै छु, क्षमा मागेँ मैले। पछि सुधीरजीसँग काम गर्दाखेरि अब 2-4वटा रमाइलो कुरा अघि सुधीरजीले सम्झे म पनि सम्झेँ अहिले। अनि त्यो बेला म अफिसमा पनि अलि आफूले भने जस्तो कोठा नभएको भएर घरैमा बसेर काम गर्थेँ। अनि सुधीरजीलाई चाहिँ पहिले यो रफ स्केच गरेर खिचेर मोबाइलले खिचेर भाइबरमा अथवा मेसेन्जरमा पठाइदिन्थेँ। अनि त्यसको रिप्लाई के आउँछ भन्ने कुराले त्यो कार्टुन कुन पेजमा जान्छ भन्ने कुरा मैले बुझ्थेँ है। उहाँले अब एकदम गजब भनेर भन्नुभयो भने चाहिँ त्यो फर्स्ट पेजमै जान्छ भनेर त्यही बेला थाहा पाउँथेँ मैले। अनि एकचोटि उहाँले सरप्राइज दिनुभएको कुराहरू म अब 2चोटि सरप्राइज दिनुभएको छ उहाँले मलाई। कार्टुन कहिलेकाहीँ अब सधैँ त्यो हर्जिन्टल्ली बनाउँथेँ, कहिलेकाहीँ चाहिँ कुनै कन्सेप्टले भर्टिकल्ली अब त्यो अलिक ठाडो टाइपको साइज माग्यो भने म ठाडो टाइपको पनि बनाउँथेँ। अनि एकचोटि अब ठाडो बनाउँदाखेरि अलि साइज यतावत विथ पनि धेरै भयो भने अलि धेरै ठाउँ लिएला भने ठाडो भयो भने मैले 3 कलमको अलि तर लामो बनाएर पठाइदिएको थिएँ उहाँलाई। भोलिपल्ट पेपर हेर्छु त 3 कलमलाई 5 कलम गरेर छाप्नु भएको रहेछ। 5 कलम गरेर छाप्दा आधीभन्दा बढी पेज त कार्टुनले ढाकिरहेको थियो कान्तिपुरको फ्रन्ट पेजमा। त्यो न कान्तिपुरको इतिहासमा त्योभन्दा पहिला थियो र न पछि भयो। त्यो कार्टुन मैले आफ्नो कार्टुन कहिले पनि त्यो कम्प्युटरमा पठाउनु भएपछि सफ्ट कपी कम्प्युटरमा हुने भएपछि हार्ड कपी कहिले राख्दिनँ। त्यो कान्तिपुर चाहिँ मैले आजसम्म पनि राखेँ। त्यो कार्टुनलाई त्यो साइज चाहिँ अनि मैले उहाँले अनि भोलिपल्ट बिहानै अनि मेसेज गरिहालेँ, तपाईँले चाहिँ त्यो गजबको स्पेस दिनुभयो धन्यवाद भनेर भनेपछि अनि उहाँले रिप्लाई दिनुभयो त्यो कार्टुनले डिजर्भ गर्थ्यो त्यो साइज भनेर भन्नुभयो। एकदम खुसी लाग्यो। अनि एकचोटि नाकाबन्दी ताका अनि मैले कार्टुन बनाएर पठाइदिएँ। अनि पठाइसकेपछि उहाँले अनि कार्टुन हेरिसकेपछि मेसेज पठाउनु भयो, दुर्गा दाईको पनि आएछ के गर्ने भनेर पठाउनु भयो। अब दुर्गा दाईको पनि आएछ भनेपछि त अब मैले त केही भन्ने कुरै छैन, मेरो भोलि पठाइदिनु आज दुर्गा दाईको पठाइदिनु भनेर मैले मेसेज पठाइदिएँ। भोलिपल्ट पेपर हेर्छु त 8 कलममा 4 कलममा दुर्गा दाईको 4 कलममा मेरो सँगै 8 कलममा 2टा कार्टुन फ्रन्ट पेजमा। त्यो पनि कान्तिपुरको इतिहासमा ब्रोडसिटकै इतिहासमा पहिलो पटक र अन्तिम पटकै भइरहेछ अहिलेसम्म पनि, दोस्रो पटक पनि भएको छैन। त्यो पनि एउटा ठुलो सरप्राइज। त्यसकारण त्यस्तो कार्टुन बुझ्ने सम्पादकहरू पाउनुमा मेरो अब आफ्नै भाग्य पनि हो। त्यसकारण अब उहाँहरूप्रति धेरै आभारी पनि छु म र रहि पनि रहनेछु। अनि अखिलेश दाईलाई चाहिँ अब त्यो मैले अघि भनिहालेँ त्यो अलि कान्ति भाषामा अलि त्यो दखल कम भएकोले त्यति त्यो गर्न सकिनँ। अनि म त्यो अफिसमा गएर साथीहरूसँग पनि त्यति उहाँहरूले भन्नुभएको छ त्यति कुराकानी पनि हुँदैन। मेरो आफ्नो अब त्यो कार्टुन नफुटेसम्म टेन्सन भइराख्ने, अनि त्यो आफ्नो कार्टुन फुटेपछि त काम सकिहाल्यो भनेर सुन्ने। त्यो कार्टुन बनाउनु सकिन साथ अब साथीहरू पनि सबै घर गइसकेका हुन्छ, अनि घर गइयो। त्यस कारण त्यो साथीहरूसँग त्यति घुल्नु पनि नहुने भएकोले अफिसभित्र के चलिरहेछ मलाई थाहै हुँदैन थियो। अनि सुधीरजीले कान्तिपुर छोड्दाखेरि मलाई त्यो छोडिसकेपछि मात्र थाहा भयो, मैले सरप्राइजै भयो मैले। अनि साह्रै दुःख लाग्यो। फर्केर फेरि नारायणजी आउनुभयो, खुसी लाग्यो। उहाँसँग काम गर्ने रहर बाँकी नै थियो है। अनि उहाँलाई भोलिपल्ट भेट्न गएँ। अनि भेटेपछि ल तपाईँसँग काम गर्ने ढिटमर्ने गरी काम गर्न पाएको थिएन, खुसी लाग्यो तपाईँ आउनुभयो भनेर भनेपछि उहाँले पनि दिइहाल्नुभयो। के भन्नुभयो भन्दाखेरि म पनि तिम्रै नाम सुनेर त तिम्रै कार्टुन यहाँ छाप्ने भएर त फर्केर आएको भनेर दिइहाल्यो। बेला बेलामा हँसाइराख्नुहुन्छ उहाँले साह्रै। अनि उहाँसँग पनि ढिट मर्ने गरी काम गर्न पाएको पनि थिएन, उहाँ पनि जानुभयो फेरि
गइसकेपछि मात्र थाहा हो। त्यो पनि साह्रै दुःख लाग्यो। त्यो पनि फर्केर फेरि सुधीरजी नै आउनुभयो, साह्रै खुसी लाग्यो। त्यसैले यसरी नै चलिरहेछ। अब यो अब सुधीरजीसँग खुसी अहिले म नभएको भए त म सायद कान्तिपुरमा बसी पनि राखिदिन्थेँ होला। यो आजको कार्यक्रममा सम्पादकहरूलाई यसरी भेला गर्नु त अहिलेको सम्पादकै राम्रो छैन भने त्यो किन त्यो पहिलाको सम्पादकहरू ल्याइराख्ने भन्ने पनि हुन्छ होइन। पहिलाको सम्पादकहरूसँग अहिलेको सम्पादक पनि राख्नुपर्छ, फेरि उसको कुरा सुन्नुपर्छ भन्ने हुन्छ नि त होइन। त्यसै उहाँको काम गर्ने स्टाइल, उहाँको कार्टुनप्रतिको माया, उहाँको मसँग गर्ने व्यवहार है, त्यो सबैले गर्दाखेरि पनि आजको कार्यक्रम यसरी यो सञ्चालन हुनुमा उहाँको पनि ठुलो हात छ। त्यसैले उहाँलाई पनि म धन्यवाद दिएँ। र अब यो 2टा अध्यक्ष, 3टा अध्यक्ष, 5वटा अध्यक्ष भएर हामीलाई पनि त्यो कार्टुन बनाउनलाई यसरी यो कहिलेकाहीँ कार्टुन बनाउनै पर्दैन, आफै बनिन्छ जस्तो आज भएन जस्तै अहिले जतिले पनि बोल्नु भएको छ उहाँहरू सम्पादकजीले, तपाईँ बोल्नै हुन्न भनेको अहिले सबैको समय एकै जान्छ। अब छोट्याउँछु दाइ होइन। अब चाहिँ सकिन्छ। अब योभन्दा बढी बोल्यो भने त म आफै कार्टुन हुन्छ भनेर थाहा छ मलाई। त्यसकारण अब सबैलाई धन्यवाद छ। यो आजको यो अब कार्यक्रम यसरी हुनुमा यो मुख्यतः अब पब्लिसरलाई पनि धन्यवाद छ। मेरो यो कार्टुनको किताब यसरी ल्याउने मेरो एउटा ठुलो सपना थियो र त्यसलाई पुरा गरिदिनु भएकोमा स्पेसली कार्तिकेयजीलाई धन्यवाद छ र बुक आर्ट नेपालको हाम्रो निर्देशक भाभा राज भण्डारीज्यूलाई पनि धन्यवाद छ। र आजको यसरी कार्यक्रम गर्न सहयोग गरिदिने मेरो स्टुडेन्ट भाइहरू निपुर्ण दिपेन अनि दावा अनि मृगेन्द्र विरोचनलाई पनि धन्यवाद छ। र कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा हाम्रो देवेन्द्र तुङ्केरी भाइलाई पनि धन्यवाद छ। र अब धन्यवादै दिने क्रममा अलि आफ्नो श्रीमतीलाई पनि धन्यवाद दिउँ जस्तो लाग्यो है। किन भन्दाखेरि यो अखिलेश दाइले अघि अजित निनानको कुरा गर्नुभयो। एकचोटि अब युवराज दाइलाई याद छ कि छैन, मेरो भर्खर बिहा भएको थियो अनि अजित निनानसँग अनि युवराज दाइ पनि हुनुहुन्थ्यो अनि भर्खर बिहे भएको भन्ने कुरा भयो। अनि अजित निनानले के भन्यो भन्दाखेरि इन्डियामा धेरै जसो कार्टुनिस्टहरूको डिभोर्स भइसकेको छ। अब तिमी चाहिँ अलि याद राख है भनेर। मलाई त अब किन भने होला यस्तो भन्ने लाग्थ्यो। अनि त्यो बेला फेरि अब एकलकान्ति टाइपको मान्छे म, अब त्यो कार्टुन त्यसै एक्लै बसेर सोच्थेँ, आउँथ्यो, फुर्थ्यो, बनाउँथेँ, पठाउँथेँ। अनि बिहे गरिसकेपछि अनि त्यो अब समयमा अघि पनि भने भर्खर बिहे भएको थियो समयमा गर्दाखेरि। अनि समयमा चाहिँ मेरो बुधबार बनाउने काम पर्थ्यो, शुक्रबार पत्रिका जान्थ्यो अनि बुधबार चाहिँ मेरो पेज चाहिँ बुधबार जाने। अनि मैले मेरो बिहे भइसकेपछि अब कार्टुन सोचेर बस्दाखेरि त्यो अलिक खिचिक्क के भयो भने पनि टेन्सन। अनि फोन आयो टेन्सन, पाहुना आयो टेन्सन, तल बच्चाहरू हल्ला गर्न आयो टेन्सन, फोनको घन्टी बजे पनि टेन्सन, बाहिरको त्यो बेल बजे पनि टेन्सन, जे भयो पनि टेन्सन। अनि श्रीमतीलाई चाहिँ सकेसम्म अब कहीँ जानु पऱ्यो भने बुधबारै मिलाऊ है भनेर, ताकि बुधबारको दिन चाहिँ म एक्लै बस्न पाऊँ घरमा है, आरामसँग कार्टुन सोच्न पाऊँ। अनि त्यो भएर अब त्यो समयक्रम चाहिँ त्यसरी नै चल्यो। र अहिले पनि अब सकेसम्म अब मलाई त्यो यताउता केही टेन्सन भयो भने कार्टुन सोच्न गाह्रो होला भनेर यो आफन्तहरूको यताउता कुराहरू पनि मलाई त्यति सेयर पनि गर्दैन, यो टेन्सन हुन्छ यताउता भनेर। अनि कहिलेकाहीँ यस्तो पार्टीमा जाँदाखेरि आफन्तसँगै पऱ्यो भने कुरा गर्ने कुरै हुँदैन मलाई है। अनि अब हुन त यो राम्रै हो आज कार्टुनिस्टसँग मैले भन्नुपर्दाखेरि। त्यस कारण त्यस्तो अब घरमा त्यस्तो वातावरण मिलाइदिनु भएकोमा म उहाँलाई पनि धन्यवाद दिन चाहेँ। र सबैभन्दा धेरै 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 धन्यवाद चाहिँ तपाईँहरू सबैलाई दिन चाहेँ। यस्तो कोरोना भाइरसको यस्तो त्यो भएको बेला किन कार्यक्रम गरेको भनेर सबैले भन्थ्यो, आदि पनि कुर्सी भर्दैन तिम्रो भनेर भन्थ्यो। अब यति भिडभाड देखेपछि त सबैभन्दा धेरै धेरै धन्यवादको हक चाहिँ तपाईँहरूलाई लाग्छ जस्तो लाग्यो। त्यस कारण तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै मेरो 2 शब्द यहीँ टुङ्ग्याएँ।
एउटा सफल व्यङ्ग्य चित्रकार बन्न गरेका सङ्घर्षहरू उहाँले आफ्नो अनुभवका रूपमा यहाँ बताउनुभयो। आजका नायक पुस्तकका सङ्ग्रहकर्ता पुस्तककार अविन श्रेष्ठलाई विशेष धन्यवाद र उहाँको यो पुस्तकले राम्रो सफलता प्राप्त गर्न सकोस्। हामी कार्यक्रमको अन्तिममा छौँ। मैले सभा अध्यक्षको अनुमतिले कार्यक्रम समापन भएको जानकारी गराउँदछु र यहाँहरूलाई फेरि अन्तिममा आज स्पेसल छुटमा पुस्तक बाहिर टेबलमा प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद, नमस्कार।